स्वतन्त्र पार्टीको बृहत एकता सम्मेलनको यो भिड हेर्नुहोस्। यो भिड त्यसै आएको भिड होइन, यो भिडले एउटा आमूल परिवर्तन खोजेर आएको भिड हो। पनि बालेन शाह भने यो सम्मेलनमा उपस्थित भएका छैनन्। यो सम्मेलनमा सबैले आशा गरेका थिए बालेन शाहको पनि उपस्थिति हुनेछ। बालेन शाह सधैँ लुकेर र पर्दा पछाडि नै बसेर राजनीति गर्ने हो। यसरी नै पर्दा पछाडि बसेर र जनतासँग लुकेर भागेर नै प्रधानमन्त्री भइन्छ। यदि भइहाले पनि जनताको भावना कसरी कदर गर्ने, जनताको अगाडि नै नपरेपछि जनताको दुःख पीडाको हिस्सेदार कसरी बन्ने, जनताको मर्म कसरी बुझ्ने, जनताको दुःख कसरी देख्ने। यो भिडले अनि यो युगले देशको भाग्य विधाता खोजेको, पर्दा पछाडि बसेर जाल बुन्ने जालीहरू खोजेको होइन। यो भिडले जनताको माझमा बसेर जनताको सुख दुःख बोकेर अगाडि एउटा कुशल नेता खोजेको।